सो तपाईँले यो मान्छेलाई कोही न कोही त देख्नु नै भयो होला र के तपाईँलाई थाहा छ यो यति फेमस हुनुको कारण चाहिँ के हो? आज यसको युट्युबमा 3 लाख प्लस सब्सक्राइबर छन् र यो यति फेमस कसरी भयो? यो कसरी भयो भन्दाखेरि ही नो द पावर अफ स्क्रिप्ट राइटिङ। उसले थाहा छ कसरी एउटा स्क्रिप्ट लेखिन्छ, एउटा स्क्रिप्टले मास्टर कसरी गरिन्छ र म आजको भिडियोमा हजुरलाई यही सिकाउन गइरहेको छु कि कसरी हजुरले पनि स्क्रिप्ट राइटिङ सिकेर आफ्नो कन्टेन्ट क्रिएसनको जर्नीलाई अगाडि बढाउन सक्नुहुन्छ। आई नो यो सुन्दाखेरि अलिकति अप्ठ्यारो लाग्ला, बट बिलिभ मी, यदि हजुरले आज यो सिक्नुभयो भने भोलि बिहान हजुरले यसले एकदमै हेल्प गर्नेछ। सो यो भिडियो लास्टसम्म हेरिराख्नु होला, यसले हजुरको फ्युचर पनि चेन्ज गर्न सक्छ। सो पोइन्ट नम्बर 1 रहेको छ से वाट दे वान्ट टु हियर फ्रम यु। तिमीले त्यही भन जे उनले चाहन्छन् तिमीबाट सुन्न। जस्तै मलाई केही कुराको क्वेसन छ मनमा र म चाहन्छु कि तिमीले यही भनौ, किन भन्दाखेरि मलाई भित्रभित्र म एक्सेप्ट गरेको त छैन के। तिमीले त्यो यदि भनिदियो भने म ढुक्क हुन्छु। सो त्यस्तो कुरा भनिदियो जुन चाहिँ उसलाई होइन एकदम मेरो मनको कुरा भनौँ भन्ने होस्, उसलाई रिलेटेबल लागोस्। र यसै गरी हामी चाहिँ पोइन्ट नम्बर 2मा जान्छौँ, जसमा छ बी रिलेटेबल एन्ड फ्यामिलियर। अब रिलेटेबल कसरी हुने भन्दाखेरि जस्तै तिम्रो भ्युवर्सहरू कस्तो हुनसक्छन्, कति उमेरका हुनसक्छन्, कस्तो उनीहरूको एज हुनसक्छ, त्यो हिसाबले कुरा गर्ने। यदि मिडल क्लासबाट आउँदैछन् भने म पनि तिमी यस्तै मिडल क्लास पर्सन हो, म पनि तिमी यस्तै ब्याकग्राउन्डबाट आएको, यस्तो टाइपको कुराहरू गरेर इमोसनल एट्याचमेन्टहरू गरेर उनीसँग चाहिँ रिलेटेबल हुने, एकदम एट्याच हुने, इमोसनल गेम खेल्ने। त्यो भन्दा नराम्रो सुनेन, बट गर्ने नै यही हो। यति नगरिकन हजुर कहिले पनि भाइरल हुन सक्नुहुन्न, भाइरल हुनै सक्नुहुन्न। र आफ्नो करियर बनाउन छ भने अलिअलि इमोसनल गेम पनि खेल्न सिक्नुपर्छ। र 3rd नम्बरमा रहेको छ क्ल्यारिफाई योर गोल इन फ्रन्ट अफ अडियन्स। तपाईँले चाहिँ आफ्नो गोल, जस्तै मैले मेरो इक्जाम्पल दिउँ, मैले कुनै थम्बनेलको बारेमा केही सिकाउन लागेको छु भने मैले बोलेर मात्र हुँदैन के, त्यो काम गरेर पनि देखाउनु पर्छ। त्यस्तै मैले हजुरलाई सिकाइरहेको छु भने त्यसलाई एक्जिक्युट पनि गरेर देखाउनु पर्छ नि त। हो, त्यो टाइम वेस्ट नगरिकन यदि हजुरले डाइरेक्ट त्यो गोललाई देखाएर यसरी गर्न सकिन्छ भनेर त्यो जान्छ भने अडियन्सलाई लाग्छ कि हजुरले एउटा इम्पोर्टेन्ट कुराहरू दिइराख्नु भएको छ, उनीहरूको टाइम वेस्ट भएको छैन र त्यस कारणले उनीहरूले हजुरलाई रुचाउन थाल्छन्। उनीहरूलाई केही त प्रोभाइड गर्नु पर्यो नि हजुरले, जसले गर्दा उनीहरूले हजुरलाई एउटा मन पराउने एउटा वे होस्, होइन, केही कारण त होस् न उनीहरूले हजुरलाई मन पराउने। सो त्यसै साथ हाम्रो 4 नम्बरमा हामी जान्छौँ, विच इज थम्बनेल। अब धेरै मनमा होला अब यो स्क्रिप्ट राइटिङमा थम्बनेल कहाँबाट लिएर भन्ने कुरा होला। थम्बनेल इज भेरी इम्पोर्टेन्ट, मेनली कन्टेन्ट क्रिएटरहरूको लागि त। थम्बनेल भनेको नै फर्स्ट इम्प्रेसन हो कि। यदि तिम्रो थम्बनेलमै तिमीले यस्तो कुरा राखिदिन्छौ जुन चाहिँ भ्युवर्सले एट्र्याक्ट गर्छ भने थम्बनेल हेरेर आउँछन् भिडियोमा, त्यसपछि तिमीले हुकमै तिमीले कुनै मैले भनेअनुसार कुनै रिलेटेबल कुरा अथवा कुनै पनि स्ट्रेट टु द पोइन्ट कुरा गरेर आफ्नो स्क्रिप्ट राइटिङले उनीहरूलाई एङ्गेज गर्न सक्यो भने त भाइरल त भइहाल्यो नि। तिमी स्टोरी टेलिङ र स्क्रिप्ट राइटिङ यसै पनि मास्टर गरिसक्यौ नि त। सो त्यही भएर थम्बनेल मास्टर गर्न एकदमै जरुरी छ। एकदमै एङ्गेजिङ थम्बनेल पनि बनाउनु पर्ने हुन्छ र एकदमै एट्र्याक्टिभ पनि बनाउनु पर्ने हुन्छ, अरूसँग भिडमा सामेल नहुने के, एकदमै अलग तरिकाको थम्बनेल बनाउने। सो यदि तिमीलाई अलग तरिकाको थम्बनेल बनाउनु छ र तिमीले जान्दैनौ कसरी बनाइन्छ भन्ने, मैले आई बटनमा एउटा भिडियो दिन्छु, त्यो हेर, जसमा मैले सिकाएको छु एआई टुलबाट फ्रीमा कसरी थम्बनेल बनाउने भनेर। सो त्यो भिडियो गएर पहिला, र त्यसपछि तिमीले सिक्छौ कसरी बनाउने भन्ने कुरा। र यो सब पोइन्टहरू युज गरेर चाहिँ तिमीले एउटा दामी स्क्रिप्ट राइटिङ गर्न सक्छौ र यस्ता तिमी स्क्रिप्ट राइटिङको मास्टर बन्न सक्छौ। सो यस्तै कन्टेन्टहरू चाहिएको छ भने मलाई कमेन्टमा भन्दै गर। मैले चाहिँ यस्तै कन्टेन्टहरू ल्याइरहेको छु, यो क्वेसन भाइ भन्दै गर्नु। अहिलेको लागि बाई बाई।